हे प्रभु, यी भ्रष्ट नेता र यिनका झोले कार्यकर्ताहरूलाई सद्बुद्धि देऊ भगवान। ये एक आपसमा लडिरहेछन्। हामीलाई कुनै तन्त्र चाहिएको होइन, न त गणतन्त्र चाहिएको हो न त राजतन्त्र। हामीलाई त केवल एउटा राम्रो देश बनाउने भिजन भएको देश बनाउने मन्त्र र त्यो मन्त्र चलाउने मन्त्री चाहिएको हो क्या। यो कुरो किन बुझ्दैनन्? अब एकले अर्कालाई विरोध गरिरहेछ, अर्कोले अर्कालाई विरोध गरिरहेछ। दुई चारजना राम्रा भिजन भएका नेताहरू पनि छन् नि यार। कोही काङ्ग्रेसमा छन्, कोही एमालेमा छन्, कोही रासपा रापरपा माओवादी सबैमा छन् त। सबै पार्टीका नेताहरू गलतै छन् भन्ने छैन नि त। कोही त राम्रा नेताहरू छन् नि त। राम्रा नेताहरू मिलेर यी माथिका जुन भ्रष्ट चोर दलालहरूको सफाई गर न यार। सफाई गरेर राम्रो भिजन भएको मान्छेलाई माथि ल्याऊ। उसले देश बनायो भने त भइगयो त भाइ। यो दुनियाँ नाटक। यता अर्कोले फोटो जलाइरहेछ, अर्कोले उता फोटो जलाइरहेछ, जुत्ता हानिरहेछ, भलानुले गाल गरिरहेछ। यो चाहिँ किन के? आखिरी नेपाली जनताले कहिले बुझ्ने के? तपाईँ हामी नेपाली जनता पनि आज यहाँ खान पायौँ, यहाँ जिन्दाबाद भनिदिन्छौँ, भोलि त्यहाँ खान पायौँ, भोलि त्यहाँ जिन्दाबाद भनिदिन्छौँ। हाम्रो जिन्दाबाद कहिले हुने प्रभु?